नमस्कार मित्रहरू, अहिले नेपाल सरकारले परराष्ट्र मन्त्रालय अन्तर्गत रहेर वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहनुभएको नेपालीहरूको लागि मध्यनजर गर्दै त्यहाँ भएको विभिन्न समस्याहरूको समाधान गर्ने उद्देश्यका साथ एउटा नयाँ एप्स चाहिँ सार्वजनिक गरिसकेको रहेछ। सायद हिजो होला सार्वजनिक गरेको र उक्त मोबाइल एप्सको नाम चाहिँ रहेको छ मोफा मित्र, MOFA MITRA मोफा मित्र रहेको छ। र यो एप्स मार्फत चाहिँ के गर्न सकिन्छ त? यो एप्स मार्फत चाहिँ तपाईले खोज तलास तथा उद्धार, त्यस्तै गरी अर्को रहेको छ सब व्यवस्थापन, त्यस्तै गरी अर्को रहेको छ बिमा तथा क्षतिपूर्ति, त्यस्तै अर्को रहेको छ गुनासो अथवा समस्या। जस्तै तपाईले खोज तलास तथा उद्धारको लागि चाहिँ तपाईले त्यहाँ चाहिँ निवेदन दिनुभएको थियो र त्यसको चाहिँ के हुँदैछ त, प्रक्रियाहरू कहाँसम्म पुग्यो, अब के बाँकी छ भनेर तपाईलाई हेर्नको लागि चाहिँ निवेदनको स्थिति भन्ने एउटा त्यहाँ अप्सन राखिएको छ र त्यसभित्र गएर तपाईले के हुँदैछ त तपाईको प्रक्रिया, तपाईको चाहिँ कहाँसम्म पुग्यो त्यो हेर्न सक्नुहुन्छ। र त्यस्तै गरी अर्को रहेको छ नेपाली नियोग। नेपाली नियोग भन्नाले चाहिँ यहाँ चाहिँ विभिन्न देशमा रहेको राजदूतावासहरूको चाहिँ इमेल एड्रेस र फोन नम्बरहरू अथवा भाइबर नम्बरहरू चाहिँ यहाँ राखिएको हुने रहेछ। त्यस्तै गरी जिज्ञासा अथवा FAQs भनिएको छ र अन्तिममा रहेको छ ट्राभल एडभाइजर भनिएको छ। र यी कुराहरू चाहिँ तपाईले यो एप्स मार्फत गर्न सक्नुहुन्छ। र यसको लागि चाहिँ तपाईले सुरुमा ओपन गर्नको लागि चाहिँ तपाईको चाहिँ पासपोर्ट नम्बर र जन्ममिति हाल्नुपर्ने हुन्छ। त्यसपछि तपाईको त्यहाँभित्र पुरा ठेगानाहरू हाल्नुपर्ने हुन्छ। पुरा एड्रेस हालिसकेपछि मात्रै अनि अरू प्रक्रियाहरू चाहिँ अगाडि बढ्नेछ। र यसलाई तपाईले डाउनलोड गर्नको लागि प्ले स्टोर अथवा एप स्टोरमा गएर तपाईले MOFA मित्र MITRA मित्र भनेर सर्च गर्नुभयो भने तपाईले त्यहाँ चाहिँ यो एप्स भेट्न सक्नुहुनेछ। र त्यसलाई डाउनलोड गरेर तपाईले यी भित्र रहेको मध्ये तपाईको कुनै पनि समस्या छ भने तपाईले चाहिँ आफ्नो नागरिकता नम्बर अनि त्यसपछि जन्ममिति त्यही हालेर चाहिँ इन्टर गर्ने र भित्र गएपछि तपाईको सम्पूर्ण नेपालको सम्पूर्ण डिटेल्सहरू हाल्नुपर्ने हुन्छ। त्यो हालेपछि अनि मात्रै तपाईको गुनासो अथवा तपाईले गर्न खोज्नु भएको निवेदन के हो त्यो लगाएर तपाईले सबमिट गर्न सक्नुहुनेछ। हस्त साथीहरू, आजको लागि